राजु शर्मा। आज हामीहरू क्लास 12 को चैप्टर 6 जुन हाम्रो छ फाइनल अकाउन्ट ट्रेडिसनल एप्रोच त्यसको बारेमा हामी चर्चा गर्ने छौं। र यो फाइनल अकाउन्ट ट्रेडिसनल एप्रोचबाट हाम्रो फाइनल एक्जाममा क्लास 12 मा जम्मा 5 मार्कको क्वेशन आउँछ। भन्नाले हामीले थाहा छ कि क्लास 12 मा हामीले कम्पनीको अकाउन्टिङ गर्ने हो, जोइन्ट स्टक कम्पनीको अकाउन्टिङ गर्ने हो र जोइन्ट स्टक कम्पनीको अकाउन्टिङ गर्दा फाइनल अकाउन्ट भित्र हाम्रो ग्रुप अफ अकाउन्ट पर्छ हाम्रो। जस्तै क्लास 12 को फाइनल अकाउन्ट भित्र के पर्छ हाम्रो ट्रेडिङ अकाउन्ट पर्छ एउटा, अर्को पर्छ हाम्रो पीएल अकाउन्ट, अर्को पर्छ हाम्रो पीएल एप्रोप्रिएसन अकाउन्ट र अर्को के पर्छ हाम्रो ब्यालेन्स सिट। त मेनली हाम्रो एक्जाममा यो फाइनल अकाउन्टको चारवटा जुन स्टेज छ यो चारवटा स्टेज मध्ये कुनै दुईवटा स्टेज सोध्न सकिन्छ हामीलाई 5 मार्कको। जस्तै ट्रेडिङ सँग पीएल सोध्न सक्छ क्वेशनमा, जस्तै पीएल अकाउन्ट सँग पीएल एप्रोप्रिएसन सोध्न सक्छ, अथवा पीएल एप्रोप्रिएसन सँग ब्यालेन्स सिट सोध्न सक्छ, अथवा पीएल अकाउन्ट सँग ब्यालेन्स सिट सोध्न सक्छ। भन्नाले हामीलाई यो च्याप्टरबाट 4 किसिमको अथवा 4 वटा अल्टरनेटिभ क्रिएट हुन्छ र त्यो अल्टरनेटिभ मध्ये कुनै एउटा अल्टरनेटिभ वाला क्वेशन के हुन्छ आउँछ एक्जाममा। जस्तै ट्रेडिङ सँग पीएल, पीएल सँग पीएल एप्रोप्रिएसन, पीएल एप्रोप्रिएसन सँग के ब्यालेन्स सिट, तर लास्टमा के पीएल अकाउन्ट सँग के ब्यालेन्स सिट हामीलाई सोध्न सक्छ एक्जाममा। अब हामी विचार गर्ने के हो हामी कि सबभन्दा पहिला हामी ट्रेडिङ अकाउन्ट को बारेमा हामी चर्चा गर्छौं, किनभने हामीसँग यो जुन क्वेशन छ यो मोडल क्वेशन 78 सालको छ जुन हाम्रो सीडीसी ले इस्यु गरेका थिए। यहाँ हामीलाई इन्फर्मेसन दिइरहेछ र इन्फर्मेसनको तल हामीलाई बनाउन भनिरहेछ ट्रेडिङ अकाउन्ट र पीएल अकाउन्ट। ट्रेडिङ अकाउन्ट 2 मार्क्सको छ र पीएल अकाउन्ट कति मार्क्सको छ 3 मार्क्सको छ। अब ट्रेडिङ पीएल बनाउनु भन्दा पहिला हामी ट्रेडिङ अकाउन्टको बारेमा हामी बुझौं केही। ट्रेडिङलाई हामी नेपालीमा के भन्छौं व्यापार भन्छौं र अकाउन्टलाई हामी के भन्छौं खाता। भन्नाले व्यापार खाता ट्रेडिङ अकाउन्ट, ट्रेडिङ अकाउन्ट व्यापार खाता, व्यापार खाता। त व्यापार खातामा हाम्रो कस्तो ट्रान्ज्याक्सनहरुको एन्ट्री हुन्छ त खास गरेर व्यापार खाताको हम कुरा गर्छौं भने व्यापार हामी मानौ एउटा किराना पसल खोल्छौं अथवा एउटा हामी चिया पसल खोल्छौं अथवा हामी एउटा कुनै पसलै खोल्छौं मानौ हामी किराना पसलको हामी एक्जाम्पल लिन्छौं भने त्यो किराना पसलमा खास गरेर कुन काम हुन्छ। किराना पसल खोल्दा हामी प्रफिट मोटिभको लागि खोल्छौं। त किराना पसल चलाउनको लागि सबभन्दा पहिला हामीलाई सामान किन्नु पर्छ, खरिद गर्नु पर्छ। खरिद गरेको हामी के गर्छौं बिक्री गर्छौं। अब यस्तो पनि व्यापार हुन्छ जहाँ उद्योग खोलेर नाफा कमाउने उद्देश्यले एस्टाब्लिश गरेको हुन्छ। अब कुनै फ्याक्ट्री छ, फ्याक्ट्रीमा त सबभन्दा पहिला र मटेरियल खरिद गर्छौं। खरिद गरिसकेपछि प्रोसेसिङ गरेर हामी के गर्छौं फिनिश गुड्स को रूपमा हामी निकाल्छौं र फिनिश गुड्स निकालिसकेपछि हामी के गर्छौं मार्केटमा सेल गर्छौं। त यहाँ हामी अब केलाउने हो भने जति पनि व्यवसाय छ त्यो व्यवसायमा या त खरिद बिक्रीको काम हुन्छ या त खरिद उत्पादन र अर्को के बिक्रीको काम हुन्छ। भन्नाले जम्मा जम्मी हाम्रो ट्रेडिङमा व्यापार अन्तर्गत हामीले 3 वटा काम पर्यो। एउटा पर्चेज, अर्को के हाम्रो प्रोडक्सन र अर्को के सेल्स। अब हामीलाई पर्चेज र प्रोडक्सन गर्दा हामीलाई खर्च हुन्छ त यो ट्रेडिङ अकाउन्टको डीआर मा जान्छ र सेल्स गर्दा हामीसँग रकम आउँछ प्राप्त हुन्छ त यो केमा जान्छ हाम्रो आम्दानी हो। केमा जान्छ यो हाम्रो ट्रेडिङ अकाउन्टको सीआर मा जान्छ। भन्नाले पर्चेज र प्रोडक्सन रिलेटेड खर्चलाई हामीलाई ट्रेडिङ अकाउन्टको डीआर मा राख्ने हो र हामीले सेल्स लाई केमा राख्ने हो हामीले सीआर मा राख्ने हो ट्रेडिङ अकाउन्टको। तब हामी ट्रेडिङ अकाउन्ट बनाउँदा हामी किन बनाउँछौं हामी ट्रेडिङ अकाउन्ट त हामीलाई प्रत्यक्ष खर्च र प्रत्यक्ष आम्दानी पत्ता लगाउनको लागि अथवा पर्चेज र प्रोडक्सन सँग सम्बन्धित खर्च पत्ता लगाउनको लागि, डाइरेक्ट सेल्सबाट अथवा डाइरेक्ट इन्कमको बारेमा जानकारी प्राप्त गर्नको लागि वर्षभरिको हाम्रो आम्दानी कति छ, वर्षभरिको हाम्रो खर्च कति भएको छ, अथवा ग्रस प्रॉफिट र ग्रस लस पत्ता लगाउनको लागि हामी के प्रिपेयर गर्छौं ट्रेडिङ अकाउन्ट।
अब हामी यो क्वेशनमा आऊ हामी त क्वेशनमा आउँदा हामीलाई यहाँ केही इन्फर्मेसन दिएछ के लेखेको छ यहाँ द फ्लोइङ फाइनान्शियल ट्रान्जेक्सन अफ XYZ कम्पनी आर प्रोभाइडेड हामीलाई XYZ कम्पनीसँग सम्बन्धित केही जानकारी हामीलाई दिएछ जुन फाइनान्शियल नेचरको छ त यहाँ पार्टिकुलर अमाउन्ट ध्यान दिनुस् यहाँ हाम्रो यहाँ डीआर लेखेको छैन र सीआर यो साइड लेखेको छैन डीआर सीआर लेखेको हुन्थ्यो भने हाम्रो क्लियरली प्रोपरली तरिकाले एसेट्स एक्सपेन्सेस लसेसहरु डीआर मा हुन्थ्यो र क्यापिटल लायबिलिटी प्रॉफिट गेन यो सबै हाम्रो लायबिलिटी केमा हुन्थ्यो क्रेडिट साइडमा हुन्थ्यो राइट साइडमा हुन्थ्यो तर यहाँ डीआर सीआर लेखेको छैन यसको अर्थ के भयो यो मिक्स गरेर दिएछ भन्नाले कि आम्दानी खर्च सबै मिक्स गरेर दिएछ अब हामीलाई यहाँ दिएको सूत्र छ यहाँ फर्स्ट टर्ममा सेल्स रेभेन्यू दिएछ त सेल्स रेभेन्यू भन्नाले बिक्रीबाट सामान बिक्री गर्दा आएको आय त्यो हाम्रो ट्रेडिङमा जान्छ ओपनिङ स्टक यो ओपनिङ स्टक पनि हाम्रो केमा जान्छ ट्रेडिङ अकाउन्टमा जान्छ पर्चेज गर्दा हामीलाई खर्च हुन्छ त्यो हाम्रो केमा जान्छ ट्रेडिङमा जान्छ इन्स्योरेन्स भनिरहेछ हामीलाई सिधै इन्स्योरेन्स भनिरहेछ अफिसको विभिन्न किसिमको डकुमेन्टहरु सुरक्षाका साथ राख्नको लागि अफिसको विभिन्न किसिमका फर्निचरको पार्टहरु सुरक्षाका साथ राख्नको लागि हामी के गर्छौं इन्स्योरेन्स गराउँछौं यो हाम्रो अफिस एन्ड एडमिनिस्ट्रेटिभ रिलेटेड खर्च भयो यो हाम्रो पीएल अकाउन्टमा जान्छ पीएल अकाउन्टको डीआर मा जान्छ सैलरी हामी स्टाफलाई दिनु हो स्टाफ मेनली हाम्रो काम गर्ने महिनावारीमा काम गर्ने गर्छ खास गरेर अफिसको स्टाफलाई हामी के दिने हो सैलरी दिने हो अफिससँग सम्बन्धित खर्च भयो त्यसैले हामी यहाँ यसलाई कहाँ राख्छौं पीएल को डीआर मा राख्छौं अब के लेखेको छ यहाँ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट लेखेको छ इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट को अर्थ के हुन्छ कि लगानीमा ब्याज अथवा हामीले जुन रकम लगानी गरेका थियौं त्यहाँबाट ब्याज प्राप्त भइरहेछ यो हाम्रो आम्दानी भयो सेल्स बाहेक अन्य कामबाट जुन आम्दानी आउँछ त्यसलाई हामी के भन्छौं इन्डाइरेक्ट इन्कम भन्छौं त इन्डाइरेक्ट यो इन्कम भयो त्यसैले हामी यसलाई पीएल अकाउन्टको सीआर मा राख्छौं इन्ट्रेस्ट अन लोन ऋणमा ब्याज भन्नाले हामी बिजनेस चलाउनको लागि हामी ऋण लिएका थियौं अब हामी ब्याज तिरिरहेका छौं ब्याज हामी या त मन्थली तिर्छौं या त क्वार्टरली तिर्छौं हामी या त सेमी एनुअली या त हामी के तिर्छौं एनुअली तिर्छौं त यहाँ हामीलाई वर्षभरिमा त ब्याज तिर्नै पर्छ हामीलाई यहाँ हाम्रो ब्याज तिरिरहेका छौं हामी ऋणमा ब्याज तिरिरहेका छौं यो हाम्रो खर्च भयो यसलाई हामी फाइनान्स कस्ट पनि भन्न सक्छौं हामी यसलाई हामी पीएल अकाउन्टको डीआर मा राख्छौं हामी अब आउनुस् एडभर्टाइजिङ प्रचार प्रसार हामीले प्रचार प्रसार किन गर्नुपर्छ आफ्नो कम्पनीको सेल्स बढाउनको लागि अथवा आफ्नो कम्पनीको प्रोडक्टको सेल्स बढाउनको लागि हामी प्रचार प्रसार गर्छौं त बिक्री गर्नको लागि प्रचार प्रसार गर्छौं बिक्री बढाउनको लागि प्रचार प्रसार गर्छौं त्यही भएर यसलाई हामी के भन्छौं बिक्री वितरणसँग सम्बन्धित खर्च त सेलिङ एन्ड डिस्ट्रिब्युसन सँग सम्बन्धित खर्चलाई हामी कहाँ राख्छौं पीएल अकाउन्टको डीआर मा राख्छौं रेन्ट रिसिभ भनिरहेछ भाडा प्राप्त गरेछ यो पनि हाम्रो अदर इन्कम अथवा इन्डाइरेक्ट इन्कम भयो यसलाई हामी पीएल अकाउन्टको सीआर मा राख्छौं कमिसन पेड छ अब हामी सेल्सम्यानलाई ठाउँमा गएर सामान बिक्री गर्नको लागि या त हामी स्यालेरीमा राख्छौं या त कमिसनमा राख्छौं अथवा या त दुईटैमा हामी राख्न सक्छौं त सामानको बिक्री गर्दा बिक्री गर्ने व्यक्तिलाई हामी कमिसन तिर्न सक्छौं त यो पनि हाम्रो के भयो बिक्री तथा वितरणसँग सम्बन्धित खर्च छ रिटर्न आउटवार्ड दिइराछ रिटर्नको अर्थ के हुन्छ हाम्रो फिर्ता र आउटवार्डको अर्थ के हुन्छ बाहिर हुन्छ भन्नाले बाहिर फिर्ता त कुन केसमा हाम्रो सामान बाहिर फिर्ता जान्छ अथवा कहिले जान्छ हाम्रो त हामी जब सामान किने हुन्छौं खरिद गरेको सामान यदि हामी ल्याछौं भने खरिद गरेर सामान हामी ल्याछौं भने त्यो सामान भित्र आउँछ पसल भित्र आउँछ र त्यही किनेको सामान हामी फिर्ता गर्छौं भने पसल के हुन्छ बाहिर जान्छ त पसल बाहिर जाँदा यो यसको अर्थ के भयो कि यो पर्चेज रिटर्न यो हाम्रो पर्चेज रिटर्न त्यही भएर हामी पर्चेजबाट यसलाई के गर्छौं हामी लेस गर्छौं अब हामी यहाँ क्यारेज दिएछ क्यारेज सिधै यदि दिएको हुन्छ क्वेशनमा भने म के बुझ्ने कि भित्री ढुवानी क्यारेज सिधै दिएको छ यसको सट्टामा फ्रेट पनि दिन सक्थ्यौ यहाँ सिधै फ्रेट अथवा सिधै क्यारेज दिएको हुन्छ भने हामी के मान्ने ढुवानी भित्री भएछ भन्नाले कुन केसमा सामान ढुवानी भएर भित्र आउँछ त जब हामी सामान पर्चेज गर्छौं सामान बाहिरबाट पर्चेज गरेर ल्याउँछौं भने सामान भित्र आउनु पर्छ हामीलाई पसल भित्र आउनु पर्छ त पसल भित्र ल्याउँदा हामीलाई जुन ढुवानी कस्ट लाग्छ त्यो हाम्रो पर्चेज सँग सम्बन्धित खर्च हो त पर्चेज सँग सम्बन्धित खर्च हामी राख्छौं कहाँ ट्रेडिङ को डीआर मा राख्छौं रिटर्न इनवार्ड त रिटर्न इनवार्ड को अर्थ के हुन्छ हाम्रो
रिटर्न इनवर्ड, रिटर्नको अर्थ के हुन्छ हाम्रो फिर्ता हुन्छ र इनवर्डको अर्थ के हुन्छ भित्री हुन्छ भन्नाले भित्री फिर्ता। त सामान कुन केसमा भित्री फिर्ता आउँछ त हामी जब सामान बेच्छौं सेल्स गर्छौं बिक्री गर्छौं त पसल भन्दा बाहिर जान्छ आउटवर्ड जान्छ। अब बाहिर गयो सामान, अब कस्टमरलाई विभिन्न कारणले गर्दा मन परेन सामान, अब कस्टमरले के गर्छ फिर्ता गर्छ। फिर्ता गरेको सामान हामी व्यापारी कहाँ फेरि रिटर्न आउँछ कि आउँदैन त रिटर्न आउँछ भने रिटर्न इनवर्ड पसल भित्र हामी राख्छौं अथवा पसलमा हामी ल्याउँछौं त्यो सामानलाई, त्यो हाम्रो बिक्री फिर्ता भयो। बिक्री फिर्तालाई हामी के गर्ने सेल्स रेभेन्यूबाट के गर्ने हामी लेस गर्ने। अब आउनुस् हामी यो क्लोजिङ स्टक र सैलरी आउटस्ट्यान्डिङ। त क्लोजिङ स्टक छ भन्नाले वर्षको अन्तिममा जुन बिक्री गर्न बाँकी रहन्छ अथवा युज गर्न बाँकी रहन्छ स्टक त्यसलाई नै हामी के भन्छौं क्लोजिङ स्टक। भन्नाले अनसोल्ड पार्ट अथवा अनसोल्ड युनिट अथवा अनयुज्ड पार्टलाई नै हामी के भन्छौं क्लोजिङ स्टक भन्छौं। सैलरी आउटस्ट्यान्डिङ, सैलरी आउटस्ट्यान्डिङ भन्नाले के कि तलब भुक्तानी गर्न बाँकी छ, तलब हामीले जति पेड गरेका छौं 70,000 त्यसमध्ये अथवा हामीलाई टोटल सैलरी मध्ये हामी 70,000 पेड गरेका छौं र 5,000 के छ तिर्न के छ बाँकी छ। हामी पढेका छौं कि एक्सपेन्सेस बराबर के हुन्छ हाम्रो पेड प्लस अनपेड हुन्छ, पेड प्लस अनपेड हुन्छ। त हामी पेड गरेका छौं कति पहिला नै 70,000 र अनपेड हाम्रो भन्नाले तिर्न बाँकी त अनपेड कति छ 5,000 छ। यो 70 र 5,000 दुईटै मिलाएर कति भयो हाम्रो 75,000 भयो। त यो 75,000 लाई हामी कहाँ रेकर्ड गर्छौं पीएल अकाउन्टको डीआर मा। ल अब हामी आउनुस् यहाँ कि हाम्रो एक नम्बरमा यहाँ रिक्वायरमेन्ट के सोधेको छ कि ट्रेडिङ अकाउन्ट। ट्रेडिङ अकाउन्ट 2 मार्क्स को छ र प्रॉफिट लस अकाउन्ट कति मार्क्स को छ 3 मार्क्स को। तब हामी क्रम वाइज पहिला हामी ट्रेडिङ बनाउँछौं त्यसपछि हामी के बनाउँछौं पीएल बनाउँछौं। सबभन्दा पहिला हामीले कम्पनीको नाम लेख्नु पर्छ। त कम्पनीको नाम यहाँ दिएछ क्वेशनमा XYZ कम्पनी, त यहाँ हामी लेख्छौं कि XYZ कम्पनी। अब हामी ट्रेडिङ र पीएल को लागि हामी एउटै फर्मेट खोज्छौं त एउटै फर्मुला हामी बनाउन सक्छौं। त ट्रेडिङ एन्ड प्रॉफिट एन्ड लस अकाउन्ट यो हाम्रो फाइनल अकाउन्ट को पार्ट हो स्टेज हो, त्यही भएर हामी फाइनल अकाउन्ट वर्षको अन्तिममा बनाएको हुनाले हामी यहाँ पनि के लेख्छौं वर्षको अन्तिमै डेट भन्छौं अथवा लेख्छौं फर द इयर के इन्डेड। डेट हामीलाई क्वेशनमा दिएको छैन, हामी डट दिएर छोड दिन सक्छौं हामी। अब लेफ्टमा हामी डीआर लेख्ने हो, राइटमा हामी लेख्ने हो कि सीआर। पार्टिकुलर अमाउन्ट आरएस फेरि पार्टिकुलर्स अमाउन्ट आरएस। सबभन्दा पहिला हामी ट्रेडिङ अकाउन्टको आइटम इन्ट्री गर्नेछौं यो फर्मेटमा। त्यसपछि ट्रेडिङ बढिसकेपछि ग्रस प्रॉफिट र ग्रस लस आइसकेपछि हामी पीएल मा जानेछौं। ल आउनुस् हामी सबभन्दा पहिला डीआर साइडमा। त डीआर मा हाम्रो सबभन्दा माथि के आउँछ ओपनिङ स्टक आउँछ। त डीआर मा लेख्दा हामी 2 बाट स्टार्ट गर्ने र ओपनिङ स्टक लेख्ने हामी 2 ओपनिङ स्टक। ओपनिङ स्टक भन्नाले सुरुको मौजदार, सुरुको मौजदार हामीले दिएछ कति 40,000 दिएछ, त यहाँ 40,000 लेख्ने हो। यसलाई हामी अमाउन्ट कलम पनि भन्छौं अथवा आउटर कलम पनि भन्छौं। यो पार्टिकुलरलाई पुरै ठाउँमा हामी के भन्छौं इनर कलम भन्छौं। त कुनै यदि आइटममा हामीले जोड्नु रहन्छ घटाउनु रहन्छ भने हामी इनर कलममै जोड घटाउ गर्छौं र फाइनल अमाउन्ट हामी केमा लेख्छौं अमाउन्ट कलममा लेख्छौं। अब पर्चेजमा आउनुस्, पर्चेज सँग सम्बन्धित खर्च अथवा पर्चेज गर्दा जुन हामीलाई जम्माजम्मी कस्ट परेको छ त्यो हामीलाई 3 लाख दिएको छ। 3 लाख हामी इनरै कलममा लेख्ने। किन इनर कलममा लेख्ने किनभने हामीलाई रिटर्न आउटवर्ड दिएछ। रिटर्न आउटवर्ड को अर्थ के हुन्छ कि खरिद फिर्ता। खरिद फिर्ता हुँदा हाम्रो के हुन्छ खर्च घट्छ, त्यही भएर हामी के गर्छौं म यहाँ माइनस गर्छु रिटर्न आउटवर्डबाट। सरी पर्चेजबाट हामी के गर्छौं रिटर्न आउटवर्डलाई के गर्छौं माइनस गर्छौं। त रिटर्न आउटवर्ड कति दिएछ 12,000 दिएछ। 3 लाखबाट हामी 12,000 यदि घटाउँछौं भने कति आउँछ हाम्रो 2,88,000 आउँछ। अब आउनुस् हामी इन्स्योरेन्समा। यो हाम्रो अफिस इन्स्योरेन्स हो, त अफिससँग सम्बन्धित खर्च भयो। सैलरी पनि अफिससँग सम्बन्धित खर्च भयो। इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट यो हाम्रो अदर इन्कम छ, त पीएल को सीआर मा जान्छ। इन्ट्रेस्ट अन लोन यो हाम्रो फाइनान्स कस्ट छ, पीएल को डीआर मा जान्छ। एडभर्टाइजिङ सेलिङ सँग सम्बन्धित खर्च
पीएल को डीआर मा जान्छ, रेन्ट रिसिभ आउँदैन, कमिसन पेड आउँदैन, रिटर्न अर्डर क्यारेज दिएको छ यहाँ। क्यारेज भन्नाले के? ढुवानी। कुन ढुवानी हामी भन्छौँ? भित्री ढुवानी। त सामान कुन बेलामा भित्र आउँछ? पर्चेज गर्दा। त पर्चेज रिलेटेड यो खर्च भयो हामीलाई। यसलाई क्यारेजलाई हामी के गर्छौँ? राख्छौँ ट्रेडिङ अकाउन्टको डीआर मा। यदि क्यारेज आउटवर्ड हुन्थ्यो भने क्यारेजको अर्थ के भयो? ढुवानी। आउटवर्ड गर्दा के भयो? बाहिर। त सामान ढुवानी भएर कहिले जान्छ बाहिर? जब हामी बिक्री गर्छौँ, त्यो बिक्रीसँग सम्बन्धित खर्च हुन्थ्यो। तर यहाँ मात्र क्यारेज, यदि साइलेन्ट छ, इनवर्ड आउटवर्ड केही लेखेको छैन भने हामी के भन्छौँ? इनवर्डै भन्छौँ त्यसलाई। क्यारेजलाई हामी कहाँ राख्छौँ? ट्रेडिङ अकाउन्टको डीआर मा राख्छौँ क्यारेजलाई। अब हेर्छौँ भने हामी क्लोजिङ स्टक यहाँ दिएछ र स्यालेरी आउटस्ट्यान्डिङ दिएछ। यहाँ क्लोजिङ स्टक इन्ट्री हुन्छ हामीलाई ट्रेडिङको सीआर मा। त क्लोजिङ स्टक इन्ट्री गर्नुभन्दा पहिला हामीले के इन्ट्री गर्नुपर्छ? सेल्स इन्ट्री गर्नुपर्छ। हामी सेल्स त सीआर मा इन्ट्री गर्छौँ, बिक्रीसँग सम्बन्धित आम्दानी भयो। बाई सेल्स लेख्छौँ अथवा सेल्स रेभेन्यू लेख्छौँ र यसको रकम हामी इनरै कलममा लेख्छौँ। किन इनर कलममा हामी लेख्छौँ? किनभने हामीलाई यसबाट लेस गर्नु छ। के लेस गर्नु छ त? सेल्स रिटर्नलाई लेस गर्नु छ। सेल्स रिटर्नलाई हामीले के गर्नु छ? लेस गर्नु छ। त सेल्स रिटर्नको अर्थ के भयो? रिटर्न इनवर्ड। त्यही हामी लेस गर्छौँ सेल्स रिटर्न अथवा रिटर्न इनवर्ड भनेर 3000 रकम हामी लेस गर्छौँ। त 5 लाखबाट 3000 लेस गर्दा कति आउँछ हाम्रो? 4,97,000। अब आउनुहोस् हामी क्लोजिङ स्टकमा। यहाँ क्लोजिङ स्टकको दुईवटा प्राइस पनि दिन सक्थ्यो हाम्रो, एउटा मार्केट प्राइस भनेर, अर्को के कस्ट प्राइस भनेर। जुन कम हुन्थ्यो हामी त्यही लिनुपर्छ हामीलाई। तर यहाँ हामी विचार के गर्ने कि जहिले पनि हामी एडिसनलमा जब दिएको हुन्छ क्लोजिङ स्टक, त्यसको हामी इन्ट्री गर्नेछौँ ट्रेडिङ अकाउन्टको सीआर मा। त बाई हामी के? क्लोजिङ स्टक लेख्छौँ यहाँ। बाई क्लोजिङ स्टक। क्लोजिङ स्टक कति दिएछ हामीलाई? 30,000 दिएछ। हामीसँग ट्रेडिङमा जाने आइटम दिएको छैन। अब हामी टोटल गर्छौँ। यहाँ टोटल गर्दा हाम्रो 497 छ र 30 छ। त हाम्रो आयो 5,27,000 आयो। भन्नाले यहाँ हामी 5,27,000 लेख्छौँ। अब डीआर को जोड्दा हामीलाई यो 40,000 छ, 2,88,000 र 8,000 छ हाम्रो। यो सबै जोड्दा हाम्रो कति आउँछ? यो 40,000 2,88,000 जोड्दा हाम्रो कति आउँछ? खास गरेर 3,36,000 आउँछ। कति आउँछ? 3,36,000 आउँछ। 3,36,000 आउँछ। त हाम्रो आम्दानी छ 5,27,000 र खर्च 3,36,000। जुन रकम बढी छ त्यो हामी के गर्ने? दुईटै साइड लेख्ने पहिला। त हामी लेखौँ दुईटै साइड। यही साइडको रकम बढी छ 5,27,000। यहाँ पनि हामी कति लेख्छौँ? 5,27,000। ल अलिकति ठाउँ हामीलाई छोड्नु पर्छ ग्रस प्रफिटको लागि। अलिकति हामी तल लेख्छौँ 5,27,000। 5,27,000। यहाँ पनि हामी कति लेख्छौँ? 5,27,000। इक्वल लाइनमा हामीले लेख्नुपर्छ। ल अब हाम्रो खर्च 3,36,000 छ र आम्दानी छ 5,27,000। आम्दानी बढी छ भने के हुन्छ? नाफा आउँछ हाम्रो। त कुन नाफा आउँछ? हाम्रो ग्रस प्रफिट आउँछ। र घटिरहेछ कुन साइडमा? हामीलाई डेबिट साइडमा रकम मिलाउनको लागि, इक्वल गर्नको लागि हामी डेबिट साइडमा के लेख्ने हो? टु ग्रस प्रफिट सिडी। त कति रकमले घटिरहेछ हाम्रो? 1,51,000 ले। 5,27,000 बाट 3,36,000 घटाउँछ भने हाम्रो कति आउँछ? 1,91,000 आउँछ। ल त्यही हामी कति लेख्छौँ? 1,91,000 लेख्छौँ। यो हाम्रो ट्रेडिङ कम्प्लिट भयो। अब हामी पीएल अकाउन्ट बनाउँछौँ भने यसकै तल बनाउँछौँ। ल यो जुन ग्रस प्रफिट छ, यो ग्रस प्रफिट अब हाम्रो ट्रान्सफर हुन्छ। ट्रान्सफर कहाँ हुन्छ? पीएल अकाउन्टमा। त पीएल अकाउन्टमा ट्रान्सफर जब हुन्छ त पीएल अकाउन्टको सीआर मा हुन्छ, क्रेडिटेड हुन्छ ग्रस प्रफिट। हामी बाई ग्रस प्रफिट यहाँ लेख्छौँ हामी बीडी 1,91,000। अब हामीलाई जति पनि खर्चहरू छ त्यो सबै हामी अफिस, जस्तै हाम्रो पीएल अकाउन्टमा के जान्छ हाम्रो? त अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस, सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस, जस्तै रिपेयर एन्ड मेन्टेनेन्ससँग सम्बन्धित कस्ट हाम्रो, त्यस्तै हाम्रो आइहाल्यो फाइनेन्स कस्ट आइहाल्यो, त्यस्तै हाम्रो अदर एक्सपेन्सेस एन्ड लसेसहरू, जस्तै अफिसमा सेलिङमा आउँदैन त्यो गुड्स लस्ट बाई फायर, गुड्स लस्ट बाई थेफ्ट, लस अन सेल अफ फिक्स एसेट्स, प्रिलिमिनरी एक्सपेन्सेस रिटेन अफ,
गुडविल यो त हाम्रो आइहाल्यो रिटर्न अफ यो अफिसमै आउँछ हाम्रो। आउनुहोस् अब हामी खर्च भित्र आउँ। खर्च हामी इन्ट्री गर्छौँ यहाँ पिएल एकाउन्टको डिआरमा र आम्दानीहरू अदर आम्दानी अदर इन्कम अथवा इन्डाइरेक्ट इन्कम हामी कहाँ इन्ट्री गर्छौँ पिएल एकाउन्टको सिआरमा। यो माथिको हामी मेट दिन्छौँ। ल आउनुहोस् यहाँ इन्स्योरेन्स लेखेछ। इन्स्योरेन्स भन्नाले के सिधै इन्स्योरेन्स दिएको छ भने अफिसकै इन्स्योरेन्स बुझ्छौँ हामी। अफिस रिलेटेड यो खर्च भयो टु इन्स्योरेन्स हामी डिआर साइडमा राख्नेछौँ 15,000। अब स्यालेरी दिएछ। स्यालेरीसँग सम्बन्धित हाम्रो एडिसनल आइटममा पनि दिएछ। हामी भर्खर चर्चा गरेको थियौँ हामीले कि यो पेड छ यो अनपेड छ त टोटल एक्सपेन्सेस निकाल्नलाई के गर्नुपर्छ हामीले पेडमा अनपेड के गर्नुपर्छ जोड्नुपर्छ। यहाँ हामी स्यालेरीको रकम हामी इनर कलममा लेख्छौँ किनभने हामीले जोड्नु छ। स्यालेरी 70,000 यसमा हामी एड गर्नेछौँ। एड के गर्नेछौँ हामी आउटस्ट्यान्डिङ स्यालेरी। आउटस्ट्यान्डिङ के स्यालेरी स्यालेरीको रकम दिएछ 5,000 रुपैयाँ। जम्मा हाम्रो कति भयो 75,000 भयो। ल भइसक्यो। यो इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट लगानीबाट ब्याज हामीले लगानी गरेका थियौँ। अब लगानीबाट के आइरहेछ ब्याज आइरहेछ। कति आइरहेछ ब्याज 10,000। हाम्रो यो सेल्स बाहेक आम्दानी छ त्यो हाम्रो पिएल एकाउन्टमा जान्छ। बाई के लेख्छौँ हामी इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट। इन्ट्रेस्ट अन के इन्भेस्टमेन्ट लेख्छौँ हामी। हाम्रो रकम कति दिएछ 10,000 दिएछ। 10,000 हामी लेख्छौँ यहाँ। इन्ट्रेस्ट अन लोन दिएछ यो हाम्रो फाइनेन्स कस्ट हो। यहाँ हाम्रो पिएल एकाउन्टको डिआर जान्छ टु इन्ट्रेस्ट अन के लोन। इन्ट्रेस्ट अन लोन दिएछ हामीलाई 5,000 रकम दिएछ त 5,000 हामी लेख्छौँ। अब हामी यो साइड आउँछौँ राइट साइड आउँछौँ त एडभर्टाइजिङ अथवा एडभर्टाइजिङ दिएको छ 15,000 दिएछ। यो प्रचार प्रसार शुल्क भयो। सेलिङ एन्ड डिस्ट्रिब्युसनसँग सम्बन्धित खर्च भयो। यहाँ यसलाई हामी पिएल एकाउन्टको डिआरमा राख्छौँ। 15,000 रेन्ट रिसिभ छ भाडा प्राप्त भयो हामीलाई। यो सेल्स बाहेक आम्दानी छ त रेन्ट रिसिभ हाम्रो अदर इन्कम भयो इन्डाइरेक्ट इन्कम भयो त पिएल एकाउन्टको सिआरमा जान्छ। त बाइ के रेन्ट रिसिभ 10,000 राख्छौँ। कमिसन पेड छ त कमिसन पेड हाम्रो पिएल एकाउन्टको डिआरमा जान्छ। यो पछि हाम्रो के छ कमिसन के छ पेड छ। कमिसन पेडको रकम कति दिएको छ 4,000। 4,000 हामी पिएल एकाउन्टको डिआरमा राख्छौँ। रिटर्न आउट भइसकेको छ क्यारेज पनि भइसकेको छ रिटर्न इनवर्ड पनि भइसकेको छ। स्यालेरी कमाउट आउटस्ट्यान्डिङ पनि जोडिहाल्यो। क्लोजिङ स्टक इन्ट्री गरिसकेको छौँ। हामीले क्लोजिङ स्टकको दुई ठाउँमा इन्ट्री गर्छौँ। एउटा ट्रेडिङ एकाउन्टको डिआरमा सिआरमा र अर्को ब्यालेन्स सिट केमा एसेट्समा। स्यालेरी आउटस्ट्यान्डिङ जुन छ एडिसनलमा यसको पनि हामी इन्ट्री गर्छौँ दुई ठाउँमा। एउटा रिलेटेड आइटममा एड गर्छौँ जस्तै स्यालेरी छ त पिएल एकाउन्टको डिआरमा जान्छ स्यालेरी अफिससँग सम्बन्धित खर्च हो त हाम्रो स्यालेरीमा के गर्छौँ एड गर्छौँ। अर्को इन्ट्री हामी कहाँ गर्छौँ ब्यालेन्स सिटको लायबिलिटी साइडमा गर्छौँ किनभने तिर्न बाँकी यो तलब छ। तिर्न बाँकी रकम हुन्छ भने अब चुक्ता गर्न बाँकी रहन्छ भुक्तानी गर्न बाँकी रहन्छ भने त्यो हाम्रो लागि लायबिलिटी बन्यो। अब जोड्छु भने 1,91,000 र यो 10,000 त 2,01,000 10,000 2,11,000 आयो हाम्रो आम्दानी। हामी माथि लेख्छौँ एकैछिनको लागि फेरि हामी मेटाइदिन्छौँ 2,11,000 आयो। 2,11,000 पिएल एकाउन्टको आम्दानी यो तीनै मिलाएर भयो जोडेर भयो। अब खर्च जोड्छौँ भने हाम्रो 1,14,000 आउँछ। यो सबै खर्च जोड्छौँ 15,000 75,000 5,000 15,000 4,000 त कति आउँछ 1,14,000 आउँछ हाम्रो। 1,14,000 आउँछ। अब हेर्नुहोस् त यहाँ हाम्रो आम्दानी बढी छ कि खर्च बढी छ। कहाँ हाम्रो आम्दानी बढी छ जुन रकम बढी हुन्छ त्यो के गर्ने हामी दुईटै साइड लेखेर इक्वल गर्ने। पहिला हामी इक्वल गरौँ हामी 2,11,000 यहाँ कति 2,11,000 हामी लेख्छौँ। अब कुन साइड रकम घटिरहेछ हाम्रो त डेबिट साइड घटिरहेछ त के भयो हाम्रो आम्दानी बढी छ खर्च कम छ त खर्च कम छ भने के हुन्छ हाम्रो नाफा हुन्छ। कुन नाफा हुन्छ नेट प्रफिट अथवा हामीले पिएल एकाउन्ट जुन बनाउँछौँ त्यो बिजनेसको खुद नाफा र खुद नोक्सान निकाल्नको लागि नेट प्रफिटलाई नेपालीमा के भन्छ खुद नाफा र नेट लसलाई के भन्छ खुद नोक्सान। त हामी के गर्छौँ यहाँ टु नेट प्रफिट लेख्छौँ। त घटाउँछौँ भने हामी घटाउँदा
हामीलाई कति आउँछ 2,11,000 बाट कति आउँछ 1,14,000 बाट कति आउँछ हाम्रो 97,000 आउँछ 97,000। हामीले ट्रेडिङ अकाउन्ट बनायौ ग्रस प्रॉफिट र ग्रस लस निकाल्नको लागि। भन्नाले हामीलाई व्यापार गर्दा भन्नाले सामान खरिद बिक्रीबाट सामान खरिद उत्पादन र बिक्रीबाट हाम्रो जमाजमी व्यवसायमा कति नफा आउँछ कति नोक्सान आउँछ त्यो हामी पत्ता लगाउँछौं ट्रेडिङ बनाएर। र त्यसपछि बिजनेसमा जम्माजमी खुद नफा र खुद नोक्सान कति भयो त खुद नफा र खुद नोक्सान निकाल्नको लागि हामी जति पनि खर्चहरु छ त्यो सबै हामी इन्ट्री गरिसकेका छौं पर्चेज प्रोडक्सन सेल्स। त बाँकी पनि बिजनेसमा खर्च हुन्छ बिजनेस डे टु डे अपरेट गर्दा जस्तै हाम्रो अफिस एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस अदर एक्सपेन्सहरु हुन्छ त्यो सबै हामी के राख्छौं पीएल अकाउन्टको डीआर मा राख्छौं र सेल्स बाहेक जति पनि आम्दानी छ हाम्रो त्यो केमा राख्छौं सीआर मा राख्छौं र जम्मा हामी के निकाल्छौं लास्टमा नेट प्रॉफिट र नेट लस। यो नेट प्रॉफिट नेट लस आइसकेपछि यसलाई हामी कहाँ ट्रान्सफर गर्छौं पीएल एप्रोप्रिएसन मा ट्रान्सफर गर्छौं। ल आजको लागि हामी यति नै। हस् धन्यवाद।